मेनली भन्दाखेरि सिक्किमको इन्भाइरोमेन्ट छुट्टै छ हैन। फुटबल मय छ यहाँको। खेल्दा पहिला हामी खेल्दादेखिको अहिलेसम्मको चाहिँ जुन क्राउडहरू आउनुहुन्छ हैन, नेपालीहरूलाई नेपाल टिम आउँदाखेरि चाहिँ जुन सपोर्ट हुन्छ त्यो सपोर्ट चाहिँ अवश्य पनि देख्न पाइन्छ हैन। मेनली यो स्केड्युल चाहिँ पहिला हामीले चाहिँ 26 तारिक भन्ने थियो। हामी पहिला यो जुन फ्रेन्डली हुनुभन्दा अगाडि 26 तारिक थियो भनेर पछि चाहिँ शिलोङ पछि चाहिँ यहाँ चाहिँ 30 तारिक भन्ने चाहिँ हामीले स्केड्युल पाएको थियौँ हैन। अनि हामी त्यही अनुसारले दुईटा म्याच खेल्न शिलोङ गयो। इरान र इन्डिया पछि चाहिँ हाम्रो 2 दिन रेस्ट हुन्छ भन्ने थियो हैन। तर पछि चाहिँ फेरि 29 मा नै हुने भएपछि चाहिँ हामीले अलिकति अब ट्राभलिङले चाहिँ गाह्रो भयो हैन। मेनली त्यहाँबाट हामी रात 3 बजेबाट हामी आउँदाखेरि चाहिँ अलिकति ट्राभलिङमा चाहिँ प्रब्लम भयो। अब रातभरि हामी रेस्ट गर्यो। तर अब हामी आज चाहिँ मेनली भन्दाखेरि गेम इज गेम हैन। गेम इज गेम। त्यसमाथि अब इन्डिया र नेपालको गेम जहिले पनि टफै हुन्छ। त्यो कारणले गर्दाखेरि पनि आज चाहिँ हामी चाहिँ विनिङ मेन्टालिटी लिएर चाहिँ हामी चाहिँ गेममा चाहिँ छिर्छौँ। डेफिनेटली अब मेनली भन्दाखेरि अब इन्डिया टिमको पनि अस्ति खेलिसकेपछि उनीहरू पनि अब जुन एएफसी क्वालिफाई पछिको चाहिँ टिम उनीहरू प्रिपरेसन गरिरहेको छ हैन। त्यहाँ धेरै राम्रो भयो। इरानसँग चाहिँ एउटा बेटर टिमसँग चाहिँ हामी खेल्न पायौँ हैन। त्यस पछाडि अब अहिलेको टिम पनि उहाँहरूले पनि आई थिङ्क प्लेइङ 11 लाई जुन प्लेयरहरू छ सिनियर प्लेयरहरू भन्दा नि अब जुनियर प्लेयरहरूलाई चाहिँ अलिकति प्लान किन अन्डर 17 को पनि क्वालिफाई भएको टिमहरू चाहिँ मैले हिजो देखेँ हैन। त्यो कारणले गर्दा एउटा च्यारिटी म्याच भन्दा पनि मेनली भनेको अब इन्डिया र नेपालको गेम छुट्टै हुन्छ कि त्यो चाहिँ हेर्ने दर्शक। त्यसपछि यहाँ सिक्किममा मात्र हैन नेपालमा पनि त्यही किसिमको चाहिँ फ्यान फलोइङहरू छन् हैन। अब त्यसले गर्दाखेरि पनि हामी चाहिँ 100% दिएर चाहिँ गेममा चाहिँ उत्रिन्छौँ। हाम्रो प्रिपरेसन त एकदमै राम्रो छ, सधैँ भनिराख्ने नै हो। अनि त्यही अनुसारले हाम्रो हामी आजभन्दा अगाडिको म्याचहरू हाम्रो राम्रो पनि भयो। अब इरान जस्तो एकदम एक्सपिरियन्स टिमसँग हामीले खेल्न पायौँ। अनि त्यसपछि हामी अस्ति भर्खरै इन्डियासँग खेलेर पनि आयौँ, हामीले जितेर पनि आयौँ। त्यसमा अब आज फेरि खेल्न पाउँदा चाहिँ एकदम खुसी लागेको छ। र फेरि आज पनि हाम्रो अब मेन्टालिटी नै अब च्याम्पियन हुने नै छ। एउटा टुर्नामेन्टमा आएपछि अब च्याम्पियन हुने नै हुन्छ। र त्यही अझै इन्डियासँग भन्दाखेरि त्यो छुट्टै नै हुन्छ। अब हामी मात्रै नभएर अब नेपाली फ्यानहरू पनि यत्तिकै एक्साइटेड हुनुहुन्छ। र हिजो आएकोदेखि नै अब इन्डियाको जस्तो इन्डियाको एउटा सिक्किम हो भनेर चाहिँ फिल भएको छैन हामीलाई। नेपालै आएको जस्तो भएको छ। सबैजना भेट्दाखेरि बोल्नु हुने त्यो सबै नेपाल जस्तै छ कि। अनि एकदमै खुसी लागेको छ। र हामीलाई आजको म्याचमा एकदमै धेरै सपोर्ट गर्नुहुन्छ जस्तो पनि लागेको छ। एज अ प्लेयर एज अ टिम आइसकेपछि चाहिँ उहाँहरू पनि जित्नको लागि खेल्नुहुन्छ, हामी पनि जित्नको लागि खेल्छौँ हैन। टफ कम्पिटिसन हुन्छ। एडभान्टेज भन्दाखेरि पनि अब एउटा च्यारिटी एउटा रिलेसनको हिसाबले चाहिँ जुन नेपाल र सिक्किमको रिलेसन छ हैन, त्यो रिलेसनको हिसाबले चाहिँ यो म्याच चाहिँ राखिएको हो हैन। अब त्यसमा चाहिँ सुरुमा चाहिँ मैले अघि पनि भने अफिसियल्ली भन्ने थियो हैन। त्यस पछाडि चाहिँ पछि एउटा च्यारिटी म्याच यो भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ एउटा जुनियर टिमलाई चाहिँ एक्सपोजर गर्नको लागि एक्सपिरियन्स गर्नको लागि चाहिँ युज गर्न लाग्नु भएको छ हैन। तर डेफिनेटली हामी चाहिँ त्यही टिम चाहिँ त्यो टिममा चाहिँ अलि चेन्ज हुन्छ। हामीले पनि कति एक्सपिरियन्सहरू गर्छ फर्दर म्याचेसहरूको लागि चाहिँ हैन। फर्दर अब हाम्रो विन्डोमा इन्डोनेसिया हामी जाँदैछौँ। त्यस पछाडि साफ च्याम्पियनसिपहरू आइरहेछ। अब त्यसको लागि पनि एउटा कति प्लेयरहरूलाई चाहिँ एउटा ट्रायल म्याच जस्तो पनि हुन्छ हैन। त्यो एक्सपिरियन्स उहाँहरूले पनि एउटा म्याच एक्सपोजरको लागि गर्नुहुन्छ। हामीले पनि एउटा चाहिँ डेफिनेटली एउटा ट्रायल म्याचको जस्तो चाहिँ लिएर चाहिँ हामी अगाडि बढ्छौँ। कलेक्टिभली भन्दाखेरि पनि विन्डोमा हामीले 2टा म्याच खेल्ने हो हैन। 2टा म्याच खेल्नलाई चाहिँ उहाँहरू चाहिँ प्रोफेसनल्ली खेल्दै हुनुहुन्छ। एउटा एकजना साम्बा न्युजिल्यान्डमा खेल्दै हुनुहुन्छ अनि पृथ्वीराज जोर्डनमा खेल्दै हुन्छ। उहाँहरूलाई चाहिँ क्लबले रिलिज पनि त्यो विन्डोको लागि 2टा म्याचको लागि मात्रै दिएको कारणले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ रिटर्न ब्याक हुनु पर्यो हैन। त्यो कारणले गर्दाखेरि मात्र हो। अब त्यही म्यानेजमेन्टमा धेरै सुधार गर्नुपर्ने कुराहरू छ हामीले हैन। जस्तै अगाडि नै हामीले चाहिँ स्केड्युल मैले भने मेन त स्केड्युल चाहिँ हामीले 30 को पाएको थियौँ। पछि 29 मा भयो। 29 मा भएपछि रिकभरी रेट अब जुन डिस्टेन्स चाहिँ ट्राभलिङ गर्नु पर्यो हैन, त्यो ट्राभलिङ गर्दाखेरि चाहिँ
एक्सपेक्टेसन चाहिँ रिजल्ट ओरिएन्टेड चाहिँ हुँदैन कि मेनली चाहिँ धेरै नै गाह्रो हुन्छ प्लेयरहरूलाई किनभने म एज अ प्लेयर पनि पहिला खेलिसकेर आएको कारणले गर्दाखेरि पनि त्यो एक्सपिरियन्स मलाई छ होइन फ्याटिकनेसहरू हुन्छ अब जुन हाई पर्फर्मेन्स दिने हो जुन एक्सपेक्टेसन अनुसार दर्शकले त इन्टरटेनमेन्ट दिने हो नि त हामीले त दर्शकले जुन हाई एक्सपेक्टेसन गरेर आएको हुन्छ त्यो पर्फर्मेन्स चाहिँ रियालिटीमा चाहिँ दिन सक्दैन कि यो डिस्टेन्स त्यस पछाडि धेरै कुराहरू छ त्यसलाई चाहिँ कमी कमजोरीहरूलाई चाहिँ सुधार गर्ने चाहिँ अब नेक्स्ट उसमा छँदैछ पाटो होइन तर आइसकेपछि चाहिँ एउटा नेपालीको जिल हुन्छ हाम्रो होइन गोर्खाली स्पिरिट छ त्यो जिल चाहिँ हामी चाहिँ हड्डी होइन डटी लड्ने भन्छौँ त्यो लडेर चाहिँ हामी चाहिँ आज चाहिँ गेम खेल्छौँ हामीले फिल चाहिँ अब शिलोङमा पनि चिसै थियो मेनली भन्दाखेरि होइन शिलोङको वेदर पनि लगभग हामी इभिनिङ खेल्दाखेरि चाहिँ शीत परिरहेको थियो चिसो थियो अब त्यो मेन त काठमाडौँको वेदर हामी जहाँ चाहिँ काठमाडौँबाट हामी शिलोङ खेल्न गयो काठमाडौँ पनि चिसो वेदरै छ होइन त्यही कारणले गर्दा वेदरले चाहिँ त्यति इफेक्ट चाहिँ गर्दैन जस्तो लाग्छ